मैला भन्दा त्यही घरद्वार पल्टिने पिटी हग्ने पन्ने अनि पसारिन्छ। झारे छ यहाँ अलिकति यस्तो के हो यो यति बाक्लो यो मासु जस्तो। बच्चालाई त्यो चेक गर्नुपर्छ कि धेरै टाइम भयो भने बच्चाको असर गर्ने सक्ने। यसको के छ भने नि यसको जुन टाउको छ नि तल गाडियो पेल्भिक क्याभिटी भन्छ के यो भागलाई तल गाडियो अलिकति टोर्सन भन्छ पाठेघर बट्टारिएको मुख हुन्छ नि यस्तो हुनुपर्ने सिधा यस्तो भएपछि यहाँको जुन प्लास्टिक पन्जा छ नि त्यो बट्टारियो नि त अनि यस्तो भयो भने खुल्छ यस्तो भयो भने बट्टारिन्छ त्यही भयो। अब त्यो बट्टारिएकोले गर्दा यसको जुन भाग अगाडि आउने हो नि त यसलाई त रोकिदियो अनि तलतिर पर्छ सिधा भयो। अब छैन अब त प्रोसेस गर्नु पर्यो। अब यसको अलिकति दबाई यस्तो अवस्थाको चाहिँ अब क्रिटिकल केस हो यो भन्छ कि यसलाई टाउको बट्टारिएको यो एकदम सबै ठिकमा आइसक्यो पोजिसनमा छ राम्रो छ। अलि हामीले अलिक तान्नलाई सजिलो बनाउनको लागि यो डोरी बाँधेको क्या सिधा गरिसकेको छु मैले सबै। यसको तरिकाहरू छन् अलिकति तेल हालिदिनु जाने खिच्नु पनि आइसक्यो। अरूले पनि भयो नि कुरा अर्कोतिर बाछा चाहिँ गाडी हो क्या होइन यो राति तपाईँको यहाँ यस्तो यस्तोमा मुन्टो ल्याएछ खाल्टी थियो बसाइ अप्ठ्यारो भएछ अनि त्यही बेला यो बनाउँदा पनि भयो होइन अनि अप्ठ्यारो ठाउँ कुन बेलादेखि घुमेछ त्यो बच्चा कि पहिले त्यस्तो थियो कि अलिकति आउनुपर्छ मैले के गर्नुपर्छ त्यो दुईटा छ नि यो दुईटा चारवटा हुन्छ चारवटा हल्का हल्का तान्नु त हल्का तान्नु हल्का तान्नु तान्नु यो खुट्टा खुस्क्यो क्या एउटैमा परेछ अब आइहाल्छ। अब यस्तो मिल्यो भने यति बल गऱ्यो भने त आइहाल्छ नि बल त गर्छ बिचरा गलेर मात्रै हो बल त गर्छ। डोरी हिँड्दैछ त हल्का हल्का यसरी तान्नु तान्नु बस तान्नु 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 त्यसो मात्रै तान्ने पनि भयो तान्नु। मलाई त हेर्नै डर लाग्छ अब भइहाल्छ फेरि डराएर हुन्छ त ल तान्नु त टक्क यो पेल्भिक क्याभिटी सानो छ कि तान्नु आयो ल यसरी डक्टर हुनु पाइन्छ डोरी चाहिँ यसमा हाल्छु क्या ल यो तान्नु त दुईटा ल तान्नु 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 अब तान्नु मिसन सक्सेसफुल के पाएछ ल छोरा पायो है त्यस्तो अप्ठ्यारो रहेछ